काठमाडौँमा बसेर केही गर्नु नसकिनी अब गाउँमा गएर केही गर्नुपर्छ भनेर म चाहिँ आज गाउँमा जानुलाई लुगाहरू ब्यागमा प्याक गरेर जुत्ता लगाएर रेडी हुन थाले। अनि यस्तो टिलिक्क टल्केको घाममा हिँड्दै म चाहिँ कलिङ्गीको बस स्टपमा गएँ। ल फेरि यहाँ आइपुगेपछि बल्ल थाहा भयो आज त गाउँ जाने बस नै पो बन्द रहेछ। त्यसपछि आफ्नो गाउँ भन्दा माथि गाउँसम्म जाने बसको बस स्टप खोज्नु थाले। ट्याक्क लाएर एकछिनमा बस स्टप नि भेटियो र पानी नि पर्नु थाल्यो। अनि फेरि एकछिनमै चर्को घाम लाग्नु थालेपछि अङ्कल र मैले चाहिँ एउटा कुल्फी आधी आधी गरेर खाएँ। यहाँबाट बस हिँड्ने बेला प्राय सिट सबै खाली नै थियो, तर बिस्तारै बिस्तारै गरेर मान्छेहरू र सामानहरू धमाधम बढ्नु थालेपछि मैले चाहिँ एउटा हजुरआमाको लागि सिट छोडिदिएको भएर म नि उभिएर आउनु पर्यो। त्यसपछि 3 घण्टाको यात्रा गरिसकेपछि फाइनली आफ्नो गाउँ भन्दा माथि गाउँमा आइपुग्यो। गाइस यो डाँडा चाहिँ हाम्रो मान्छे पोल्ने च्यान डाँडा हो। अनि मलाई चाहिँ यस्तो बाटोबाट हिँड्दा खासै डर लाग्दैन भन्नु त हुन्थ्यो, तर लास्टै डर लागेर मैले चाहिँ 1 सेकेन्ड नि ढिला नगरिकन गुटुङटुङ दौडेर घरमा आएँ। अनि घरमा फेरि आमाले लोकल भाले काट्नु भएर तरकारी बनाउनु लाग्नु भएको रहेछ। त्यसपछि एकछिनमा लोकल भालेको मासुसँग ल्याम्की ल्याम खाना खाएँ।